म्यानेजमेन्टले जहिले पनि एचआरलाई कस्ट सेन्टर भनिरहेको हुन्छ। सायद प्रब्लम एचआरमा होइन, बजेटमा हो कि? सो यो नयाँ फिस्कल इयर सुरु हुँदाखेरि यो 5 वटा कुरा चाहिँ आफ्नो बजेटमा कम्पलसरी मेन्सन गर्नुहोस्। 1. ट्रेनिङ एन्ड डेभलपमेन्ट। स्किल ग्याप घटाउनलाई र इम्प्लोयको प्रोडक्टिभिटी बनाउनलाई इम्प्लोय ट्रेनिङहरूलाई बजेट एलोकेट गर्नुहोस्। 2. इम्प्लोय इङ्गेजमेन्ट। स्ट्रङ कल्चर र इम्प्लोय मोटिभेसनको लागि एङ्गेजमेन्ट र वेलनेस इनिसिएटिभहरूको लागि पनि बजेट राख्नुहोस्। 3. ट्यालेन्ट रिटेन्सन। टप पर्फर्मरहरूलाई रिटेन गर्नलाई मार्केट करेक्सन, पर्फर्मेन्स रिवार्ड जस्तो बजेटहरू छुट्टै प्लान गर्नुहोस्। 4. रिक्रुटमेन्ट एन्ड सोर्सिङ। क्वालिटी ट्यालेन्टहरू हायर गर्नलाई जब पोर्टल्स, इम्प्लोयर ब्रान्डिङ र हायरिङ क्याम्पेनहरूको लागि बजेट पनि इन्क्लुड गर्नुहोस्। 5. एचआर टेक एन्ड अटोमेसन। एचआरआइएस, पेरोल अटोमेसन, एटेन्डेन्स सिस्टममा इन्भेस्ट गरेर आफ्नो इफिसियन्सी अझै बढाउनुहोस्। रिमेम्बर, यो सबै एक्सपेन्सेस होइन, यो एउटा बिजनेस इन्भेस्टमेन्ट हो। तपाईँको एचआर बजेटमा सबैभन्दा च्यालेन्जिङ एरिया कुन हो? प्लिज कमेन्टमा मेन्सन गर्नुहोस्।